हेलो एभ्रिवान, नमस्ते। स्वागत छ हजुरहरूलाई फेरि पनि मेरो अर्को मिनी भ्लगमा। र आज चाहिँ मैले डे 1 र डे 2 को भ्लग लिएर आएको छु। र डे 1 को भिडियो चाहिँ हिजो इभिनिङको हो। र हिजो इभिनिङमा चाहिँ हामी सबैजनाले झ्यालमुरी खाने प्लान गर्यौँ। अनि हिजो इभिनिङमा चाहिँ पानी आएर चिसो भइरहेको थियो नि त, अनि त्यही भएर चाहिँ हामी सबैले झ्यालमुरी खाने भन्यो। र झ्यालमुरी चाहिँ बहिनीहरूले अलरेडी बनाइसकेको थियो। अनि मैले चाहिँ अब सबैलाई झ्यालमुरी हालिदिनुको लागि रेडी गर्दैछु। अनि सबैलाई झ्यालमुरी हालेर एक एकजना गर्दै हालिदिँदैछु। अनि झ्यालमुरी हालेर चाहिँ सबैलाई दियौँ। अनि यहाँनिर चाहिँ आमाले जुसहरू पनि हालिदिनु हुँदैछ। अनि यो झ्यालमुरी जति देख्नुमा राम्रो थियो त्यति नै मिठो पनि भएको थियो। हामी सबैले खायौँ पनि। अनि यहाँनिर चाहिँ 3 जना बसिरहेछ, दिदी, खुसी, पुनम। अनि दिदी यहाँ हुनुहुन्छ, अनि पुनम अनि साइडमा खुसी छ। अनि उनीहरूले चाहिँ भन्दैछ कि झ्यालमुरी चाहिँ हामीले बनाएको मिठो भएको छ त्यस्तो के भन्दै थियो। अनि बनाउनु चाहिँ यिनीहरू 3 जनाले नै बनाएको। अनि यहाँ चाहिँ खुसी चाहिँ एकदम खुसी भएर हाँस्दैछ। अनि यहाँ हुनुहुन्छ आमा। अनि त्यसरी नै सबैजनाले झ्यालमुरी जुस खायौँ। हेर्नुहोस् न, झ्यालमुरी खाएर अचानक के भयो। अनि यो चाहिँ हो डे 2 र डे 2 को भ्लग चाहिँ आज मर्निङको हो। र आज चाहिँ दिदी पनि फर्किनु हुँदैछ। अनि त्यही भएर हामी चाहिँ अब दिदीलाई पुऱ्याउनु जानुको लागि रेडी हुँदैछौँ। अनि दिदीको चाहिँ यहाँनिर सामानहरू रेडी भयो छ अघि नै। अनि यो चाहिँ दिदीको ब्यागहरू। अनि दिदी पनि रेडी भइसक्नु भयो। दिदीले चाहिँ अब आमा र बाबालाई भेट्न जानुहुँदैछ। अनि त्यहाँबाट पुनमले पनि दिदीलाई जान्छु भन्दै जिस्काउँदैछ। त्यसले पनि हिँड्यौँ घरबाट। अनि ब्यागहरू चाहिँ अघि नै दादा र भाइले लगिदिइसक्नु भएको थियो। अनि हामी रोडमा गएर निक्ल्यौँ। अनि दादाले गाडी निकाल्नु हुँदैछ। अनि गाडी लिएर पनि आइसक्नु भयो। कसो बैठो। अनि हामीसँग चाहिँ सौरभ भाइ पनि छ। अनि सौरभ भाइ पनि बजारसम्म गएको। अनि भाइको चाहिँ ड्युटी छ र चाहिँ बिहानै हिँड्छ ऊ पनि। चौरस्ता पुग्नु चाहिँ 3 मिनटहरू मात्रै लाग्छ नि त। अनि चौरस्ता पुगिसकेर चाहिँ हामी टिभी टावरको बाटो हुँदै त्यहाँबाट क्यापिटल हुँदै अनि सदर हस्पिटल त्यसै गर्दै गर्दै हामी मेन रोड पुग्यौँ। आज फेरि मर्निङ टाइमदेखि पानी आएकै। अनि हामी हिँड्दादेखि पानी आएको, माथि बजार पुग्दासम्म पानी आएकै थियो। पुगेर चाहिँ पुग्न छ त अब दादाले गाडी रोकिदिनु भयो। गाडी पनि पाइहाल्यो नि त। अनि त्यही भएर चाहिँ हामीले दिदीको सामानहरू निकालेर दिदीलाई चाहिँ पठायौँ। अनि दिदीलाई गाडीमा हालेर चाहिँ दादा र मैले दिदीलाई अब रोक्यौँ। त्यहाँबाट चाहिँ अब दिदीलाई सेफ जर्नी भनेर हामीले दिदीलाई पठायौँ। अनि त्यही भनेर आजको चाहिँ मैले यो भिडियो यहीँ एन्ड गरेँ। थ्याङ्क यू, किप वाचिङ गाइज, बाई बाई।